आज म एउटा यस्तो कहानी भन्न गइरहेको छु जुन कहानी मेरो नितान्त व्यक्तिगत हो। एक दिन मैले ऐनामा आफैलाई हेर्दा मैले आफैलाई चिनिन। आई फिल टायर्ड, विक एन्ड लस। सबै कुरा ठिक थियो तर म खुसी थिइनँ। देन आई डिसाइडेड नाउ इट्स माई टाइम। लाइफ ठिक थियो, घर थियो, काम थियो, सब थियो, बच्चा थियो, माया गर्ने श्रीमान, परिवार, तर भित्रबाट म टोटल्ली एम्प्टी फिल गर्दै थिएँ। वेट बढ्यो 85 केजी, एनर्जी जेरो, माइन्डमा अलवेज टायर्ड। सबैले भन्थ्यो इट्स ओके, तर म भित्रबाटै आवाज आउँथ्यो इट्स नट ओके। एक दिन आई ब्रोक डाउन। रोई रोई मैले आफैलाई सोधेँ कि यही नै हो लाइफ, यस्तो नै बसेर बित्छ जिन्दगी। अनि त्यही दिन मैले डिसाइड गरेँ इनफ इज इनफ। फर्स्ट डे वर्कआउट गर्न गएँ। कहाँ भन्दा स्वयम्भूमा 108 सिडी चढेँ। बढी थाकेको, सास छिटो छिटो बढेको फिल भयो। 5 मिनटमा नै गिभअप गर्न मन लाग्यो। तर मैले आफैले आफैलाई भने जस्ट 1 मोर मिनट। त्यो 1 मोर मिनट नै मेरो लाइफ चेन्ज गर्ने डिसिजन थियो। दिनदिनै सानो सानो स्टेप, कहिले मोटिभेसन सुन्थ्यो, कहिले हुँदैन थियो, कहिले रोएर हिँड्थेँ, कहिले हाँसेर, कहिले गिभअप गर्न मनै लागेन। बिकज दिस टाइम आई चुज माइसेल्फ। बिस्तारै बिस्तारै बडी चेन्ज भयो, तर सबभन्दा ठुलो चेन्ज माइन्डमा भयो। म स्ट्रङ भएँ, म कन्फिडेन्ट भएँ, म आफैलाई फेरि भेटेँ। आज पनि म पर्फेक्ट छैन। कहिले टायर हुन्छु, कहिले लेजी हुन्छु, तर डिफ्रेन्ट के हो भने म स्टप गर्न सक्दिनँ। इफ यु आर फिलिङ सेम, लस, टायर, ब्रोकन, सुन, तिम्रो लाइफ चेन्ज गर्न तिमीलाई ठुलो स्टेप चाहिँदैन। जस्ट 1 डिसिजन, 1 स्टेप, 1। I won't give up because at the end, no one is coming to save you. You have to become your own strength. So, Uta, start today. Even if it's slow, even if it's hard, just don't stop because one day you will look back and say, that was the moment I choose myself. सबै लेडिजहरूलाई, स्पेसली आफ्टर म्यारिज, आफ्टर बेबी, यो मेसेज तिम्रो लागि हो। एक दिन तिमी आफैलाई हेर्छौ अनि सोध्छौ यो म हो। बडी चेन्ज भयो, रुटिन चेन्ज भयो, लाइफ नै अर्को डाइरेक्सनमा गयो। पहिला तिमी आफ्नो लागि टाइम निकाल्थ्यौ, तर आज सबको लागि टाइम छ, तर आफ्नो लागि केही छैन। बेबी, फ्यामिली, रेस्पोन्सिबिलिटिज सबभन्दा इम्पोर्टेन्ट हुन्छ, तर तिम्रो बडी पनि इम्पोर्टेन्ट हो, तिम्रो हेल्थ पनि इम्पोर्टेन्ट हो। कहिलेकाहीँ तिमी थाक्छौ, ऐनामा हेर्न खुसी भएर जान्छौ, तर ऐना हेर्न मन लाग्दैन। कन्फिडेन्ट हराउँछ, एनर्जी हराउँछ। तर यो कुरा याद गर, तिमी मात्र मदर होइनौ, तिमी मात्र कसैको वाइफ होइनौ, तिमी मात्र कसैको बुहारी होइनौ, तिमी आफै पनि हौ। फिटनेस भनेको स्लिम हुनु मात्र होइन, यो भनेको स्ट्रङ हुनु हो, हेल्दी हुनु हो, आफैलाई फेरि माया गर्नु हो। स्टार्ट स्मल, 10 मिनट मात्र, घरमै। यस यु क्यान। नो प्रेसर, नो कम्प्रोमाइज, जस्ट यु एन्ड योर जर्नी। कहिले बेबीसँग वर्कआउट गर,
कहिले आफ्नो लागि 5 मिनट मात्र निकाल। स्लो प्रोग्रेस पनि प्रोग्रेस नै हो। बिकज ह्याप्पी मदर, ह्याप्पी फ्यामिली। हेल्थ तिम्रो लागि एकदम इम्पोर्टेन्ट छ। हेल्दी तिमी, स्ट्रङ तिमी, कन्फिडेन्ट तिमी, सबलाई पोजिटिभ एनर्जी दिन्छौ। एक दिन तिमी ऐना हेर्दा आफूलाई प्राउड फिल गर्छौ अनि भन्नेछौ म फेरि आफैलाई भेटेँ। सो लेडिज, डोन्ट फर्गेट योरसेल्फ. टेक केयर अफ your body, take care of your mind because you deserve it. Start today. Even it's very small, but just don't stop. Because strong woman भन्ने जर्नी तिम्रो डिसिजनबाट स्टार्ट हुन्छ। प्लिज, यो मैले आफैले फिल गरेको कुरा हो। जब तपाईँ आफू खुसी हुनुहुन्छ, तपाईँले सबैलाई खुसी बनाउन सक्नुहुन्छ। आफ्नो परिवार, आफ्नो बच्चा, आफ्नो श्रीमान, फ्यामिली सबैजनालाई। तर त्यसको लागि पनि तपाईँ खुसी हुनु र हेल्दी हुनु जरुरी छ। आजलाई यति नै। आशा गर्दछु यहाँहरूले आफ्नो एक्सपिरियन्स पनि मलाई सेयर गर्नुहुन्छ भनेर। थ्याङ्क यू यतिसम्म समय दिएर यहाँले मेरो कथा सुनिदिनु भएकोमा। थ्याङ्क यू। लभ यू अल। टेक केयर।